हेलो साथीहरू, आज चाहिँ म छोले भटुरे बनाउन जाँदैछु। अस्ति ट्रेनिङमा सिकेको, आज पहिलोचोटि बनाउँदैछु। म चाहिँ थोरै तेल राखेँ पिठोमा, त्यसपछि अलिकति नुन, यसलाई राखेर चाहिँ मुस्छु एकछिन। पिठो चाहिँ अब यतिको भइसकेपछि मुठी पार्दा चाहिँ यस्तो डल्लो भइसकेपछि चाहिँ अब म यसमा दही राख्छु। दही राखेर मुस्छु। अनि मैले चाहिँ इस्ट चाहिँ पाएन, इनो राख्दैछु। इनो राखेर राम्रोसँग मुस्छु। यो चाहिँ मैदाको पिठो है साथीहरू, अघि भन्न बिर्सिएँ मैदा भनेर। अब पानी राखेर मुस्छु थोरै। पिठो चाहिँ भयो यतिको, हल्का गिलो गिलो हुन्छ यसको पिठो चाहिँ। अब यसलाई चाहिँ एकछिन फुल्न छोडिदिएँ। म चाहिँ थोरै तेल दलेर छोडिदिन्छु यसमा। अनि पिठो चाहिँ रेडी भयो। अब यसलाई चाहिँ मैले छोपेर 2-3 घन्टाको लागि फुल्न राखिदिन्छु। पिठो चाहिँ मजाले फुलिसकेछ। अब चाहिँ यसलाई बेलेर चाहिँ पकाउने हो। अब चाहिँ हातमा हल्का तेल लगाएर अनि यसको सानो भाग लिने, अनि यसलाई चाहिँ बेल्ने। भटुरे चाहिँ यस्तो लामो टाइपको हुन्छ। अब यसलाई चाहिँ फ्राई गर्ने हो। तेल तातिसकेछ। वाह, पहिलोचोटिमा फुल्यो। मजाले फुल्यो यो चाहिँ। एकदम राम्रो भयो यो चाहिँ। अब अर्को यसलाई चाहिँ धेरै उ गर्नु पर्दैन, यस्तरी एकचोटि बेलिदिनुहोस्। नबोल्नु। भटुरे चाहिँ यस्तो, पुरी भनेको चाहिँ गोलो हुन्छ, भटुरे चाहिँ यस्तो लामो टाइपको हुन्छ। अनि यसलाई चाहिँ फ्राई गरिदिने।